हेलो गाइस वेलकम छ हजुरहरू सबैलाई मेरो डे 3 मिनी ब्लगमा। आज चाहिँ मेरो 10 बजेदेखिको सिफ्ट भएको भएर बिहान उठेर नि बनाउँछु भन्दै थिएँ। तर बनाउन पाइनँ होइन। म अब अहिले चाहिँ पूजासुजा खाइसकेँ। अब काममा जान रेडी हुँदैछु। अब रेडी भएर तल कपाल कोर्न ओर्लेको। अब ऐनामा यसो हेरेँ कस्तो देखियो भनेर। अनि मोबाइल साइडतिर राखेर कपाल कोर्न थालेँ। उता ऊ सबिना आइन् त्यहाँबाट उनले के गर्न लाइन् मलाई थाहा नै भएन। आफ्नो कपाल कोर्न ध्यान गइरहेको थियो मेरो चाहिँ। अनि बिचमा सिउँदो छुट्टामी कता सिउँदो छुट्टा पनि भइरहेको थियो। मैले सुटाउँदै सधैँ बिचमा सिउँदो छुट्टाएर कपाल बाँधेर जान्छु। किन भन्दाखेरि काममा कपाल अगाडि आयो ऊ भयो भने च्याउ हुन्छ नि त फेरि के काम गर्छु होला नै भन्ने सोच्नुहुन्छ होला। म चाहिँ जापानमा खाइगएको काम गर्छु। म जापानमा हुने खाइगएको काम गर्नेहरूलाई त थाहा छँदैछ नि। अगाडि कपाल आयो भने कति छ्याउ हुन्छ काम गर्नलाई भनेर है। अनि अब कपाल बाँधिसकेँ। फेरि यस्तो कपाल उठ्छ क्या मेरो चाहिँ अगाडि त्यही भएर चिम्ठी काँटा चाहिँ अघि नै पकेटमा हालेर राखिसकेको थिएँ। अब चाहिँ कपाल नौलोस् भनेर मैले साइड साइडमा चाहिँ चिम्ठी काँटाले यसरी कपाल चेप्छु। यसरी कपाल च्याप्यो भने चाहिँ उठ्दैन रे। उठ्दैन होइन तर मेरो चाहिँ निक्लिन्छ धेरै बेबी हेयरहरू छ नि त अगाडि। त्यही भएर अब काँटा पनि लगाइसकेँ मैले है। काँटा लगाइसकेर फेरि कस्तो देखियो भनेर एक फेर ऐना हेरेँ। अझै उडिरहेछ हेर्नु न है कपाल। यो चाहिँ मेरो खाजा हो आजको। आजको खाजा चाहिँ मैले घरबाटै भुजा तरकारी र अन्डा बनाएर लगेँ। अनि त्यसपछि अब यता म कसलाई देखाउँछु हेर्नु है त। को हो यो? यो हो कञ्चन। मजाले सुतेर बसिरहेको छ। उसको 12 बजीदेखिको सिफ्ट हो नि त मेरो 10 बजीदेखिको हो। यो चाहिँ हामी तिनजनाको फोटो हो। अब नेपाली भएपछि नेपालको धन्दा त हुनै पर्यो। नेपालको नक्सा नि छ हाम्रो घरमा त। अनि ऊ बसिरहेको ठाउँमा गएर मलाई नि टाँसेर बस्न मन लाग्यो। अनि सँगै बसेर मोजा लाउँदैछु म चाहिँ। अब एकछिन रेडी भएर सँगै बस्छु भनेर क्या उसको 12 बजीदेखिको सिफ्ट मेरो 10 बजीदेखिको। अनि उसले मोबाइलमा के हेर्दै रहेछ देखाऊ भनेको त के भिडियो देखायो। अहिले भाइरल भइरहेको भिडियो छ नि सभा मुसुक्क मुस्काएको त्यही भिडियो हेरेर आफै मसक्क पर्दै रहेछ कि। अनि मैले भिडियो चलाइरहेको थाहा नभएर पछि भिडियो चलाइरहेको भनेर सोध्दै थियो। अनि अब म चाहिँ जान्दा बाई बाई। अब यहाँ बाहिर पो छ हेर्नु है त मैले देखाउँछु। खै 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 को हो यो? को हो ल अब लाजले मुख छोप्छु नि हेर्नु है त। अन्त लाज लाग्यो रे कि। बाई बाई जाउँ एकजना सबिना चाहिँ घाँस खाउँदै छिन्। बाई बाई म काममा गएँ।